ल कुछ से कह दही दू शब्द सपोर्ट करे लागी सपोर्ट करियो लाइक कर लागी लाइट करियो से देखी छो कहाँ घूमे छै कहाँ घूमे छै लगे दाई तो निक ना अथी माया दया लगे छै एको गो ना लाइट करियो सपोर्ट करियो के अरु भाषामा भन्दिनु भयो लाइक शेयर र मेरो च्यानललाई सब्स्क्राइब गर्नुलाई ल 100 रुपैयाँ है त्यो चाहिँ मेरो लागि करोडौँको हैन सम्पत्ति छ 100 रुपैयाँ देले लाइट करियो कि गरीब हबी बुझ्यो यो मेरो 100 रुपैयाँ नि यो करोडौँको छैन मेरो अम्माले बुवाले दिनुभएको छ उत्तरपुरको लास्ट इन्डिङ पोइन्ट सीमा समात बन्ने ठाउँमा छ यो चाहिँ हाम्रो मेन हाइवे पूर्वदेखि पश्चिमको हामी चाहिँ बिरगजबाट निस्किने चाहिँ यहाँ चाहिँ ब्रदर भेटिसक्नु हेलो ब्रदर वेलकम छ मेरो भिडियोमा ल के 2 शब्द भनिदिनु पर्यो यसो सबले दाइलाई चाहिँ सपोर्ट देखाइदिनु होला हारुको नाम फेरि रोशन गर्ने छ नाम सरलाईको त ब्रान्ड बनाउने हो अब दाइले पनि हाम्रो भाइ चाहिँ यहाँ कर्णालीबाट हैन कर्णाली टु लडाक जाने हुन्छ अनि हाम्रो निजगढमा आइपुगेको छ यो हाम्रो निजगढबाट नम्बर 8 पुतचौक हो र उहाँलाई चाहिँ म निजगढ राइडर्स क्लबबाट साथीहरू चाहिँ अब त्यति खबर पाएन काशी आउनुभएको छ भाइ उहाँलाई चाहिँ म एक्लै भए पनि म स्वागत गर्दैछु निजगढ राइडर्स क्लबबाट म निजगढ पछि पनि हो तपाईँको यात्रा सफल होस् 2026 मा मिङ्ला टप चाहिँ 19,400 फिट भएछ र नेपालको चाहिँ म पहिलो साइक्लिस्ट बन्न गइरहेको छु र यहाँ चाहिँ निजगढमा टायरहरू बेच्नु भएछ सामानहरूमा चाहिँ धेरै धेरै धन्यवाद छ थैंक यू सो मच निजगढ राइडर टिमलाई भन्न चाहन्छु और भाई ये मेरा फर्स्ट ब्लॉग है हेलो यूट्यूब फ्यामिली गुड मर्निङ वेलकम बैक टू अनदर ब्लग गाइज आजको ब्लग सुरु भइसकेको छ हाम्रो घरबाट हेर्न सक्नुहुन्छ हाम्रो टक्कर साइकल रेडी भइसकेको छ यहाँ चाहिँ नेपाल टु हैन सरलाई लद्दाखको यात्रा वर्ल्डको सबभन्दा हाइएस्ट मोटेबल बाइपास रोड मिङ्ला टप जो कि इन्डिया लद्दाखमा छ र हामी चाहिँ धेरै सारा भिडियोहरुमा बनिसकेको छ कि हामी चाहिँ लद्दाख गइरहेछौँ 15 तारिक हो र आज चाहिँ 15 तारिक र नेपालको चाहिँ न्यू इयरको जस्ट एक दिन पछाडि 2 गते हामी निस्किरहेछौँ उहाँ चाहिँ सब उहाँ आन्टी हुनुहुन्छ यहाँ पनि आन्टी हुनुहुन्छ उहाँ मेरो बुवा भाउजू उहाँ चाहिँ भाइहरू बहिनीहरू छ मेरो साइकल कहिले चाहिँ पूजा भइरहेछ हैन पूजा गरेर हामी 9 बजेको टाइम राखेको थियौँ अहिले चाहिँ ठ्याक्कै 10 बजे सकेको छैन 10 बजे हामी निस्किरहेछ आजको डिस्टेन्स चाहिँ चपुर नत्र निजगढको जङ्गलमा हामी गएर बस्छौँ एउटा दाइ पर्खिराख्नु भएको छ त्यहाँ बस्नको लागि पुरै व्यवस्था गरिदिनु भएको छ 10 बजेसम्म हामी निस्किरहेछौँ घाम चाहिँ तराईमा एकदम लागिरहेछ गर्मी मेरो आमा आइरहेछ यो फ्ल्याग देखो नि थियो गर्नु त्यही ल कुछ से कह दही दू शब्द सपोर्ट करे लागी सपोर्ट करियो लाइक कर लागी लाइट करियो से देखी छो कहाँ घूमे छै कहाँ घूमे छै लगे दाई तो निक ना अथी माया दया लगे छै एको गो ना लाइट करियो सपोर्ट करियो के मेरो आमा चाहिँ आफ्नो भाषामा हैन थारू भाषामा भन्दिनु भयो लाइक शेयर र मेरो च्यानललाई सब्स्क्राइब गर्नुलाई टिका लगाते होतेको कतै हाम्रो यसै त ठीक लाग्छ दही दऊ न मजा न चाहिँ हाम्रो बुवा के कैश दे लो लाइट कर दो पैसा ना दे ना
भयो देख्छ हमर बेटा जाइ छ लाइट करियो ला भेगो भेगो आफ्नो पर्सनल ल 100 रुपियाँ है त्यो चाहिँ मेरो लागि करोडौँको होइन सम्पत्ति छ देख्छ नहाय ढौआ 100 रुपैयाँ देले लाइट करियो कि गरीब हबी बुझ्नु यो मेरो 100 रुपियाँ नि यो करोडौँको छैन मेरो उमाले बुवाले दिनुभएको छ ल लगाएछ हाम्रो साइकल पुरा रेडी भइसकेछ पूजा सुजा गरिसकेर अब चाहिँ ल बाब अच्छा सर यहाँ झगडा गरियो ल ले न करिए झगड़ा उगड़ा काका कजन अब हाम्रो ककालाई चाहिँ आशीर्वाद लिन गइरहेछौँ छोरी राम्रोसँग बस्छ वाह जुत्तै पेन्ने छि ला काका जाइसो घुमे ल आई भाई फिर 2-3 महीना में घूम के ओके खुशी दाजू अरे रामू बाहर निकाले फोन केन के 2-3 महीना में घूम के कहाँ से कहाँ जाओ लद्दाख जा रहा छे ल ओके सो गाइज हामी टाइम चाहिँ धेरै भइसक्यो गर्मी पनि लागिरहेछ हैन हामी निस्किरहेछौँ ल खुसीरा भन्नु पर्यो हैन माया जाइसो घुमे जा बाबू जा अभी से घूम के ल हो र जा 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 चल जा बाबू ले कमाई यहाँ खाया बाबू ले कुछ खाइए छोड़ बाबा रख ले खैली हमें ले नकान हेर्ने हो सब कति गर्नु हो गाइस ओके भन्नु गइरहेछौँ आफ्नो प्यारो सुन्दर गाउँ बसन्या छोडेर बतिस ल राम्रोसँग बस फेरि 2-4 महिनामा हामी फर्किनेछौँ ल टक्क चस्मा लाउनु पर्छ जाने बेलामा यहाँ सब अङ्कल आन्टीहरू छ सब होइन ल बाई बाई ल खुसी रह ल सही फर्माले ल गाइज हामी प्यारो गाउँ बसन्या छोडेर जाँदैछौँ सबजनाले लाइक कमेन्ट सेयर भिडियोलाई गरिदिनु पर्यो नेपालको पहिलो व्यक्ति जो कि साइकलबाट गइरहेछ मिङ्गला टप वर्ल्डको सबभन्दा हाइएस्ट मोटरसाइकल बाइपास रोड होइन अब त्यही हो तपाईँहरूको सपोर्ट चाहिएको छ यो यात्रामा सबजनाले सपोर्ट लाइक कमेन्ट गरिदिनु पुनः छरिरहनुभएका संसारभरि नेपाली दाजुभाइ दिदीबहिनीमा विनम्र अनुरोध छ होइन अब अफरोड आइसक्यो धेरै दिनपछि फेरि हामी निस्किरहेछौँ समथिङ 10 दिन जति बस्यो होइन अब अप्पर मुस्ताङको यात्रा सकाएर फेरि अर्को नेक्स्ट ट्रिपमा लागिरहेछौँ फुलमा आइसक्यो गोगा फुललाई यहाँको नगर प्रमुख र वडा अध्यक्ष जति जुन पार्टीबाट जुडिरहनुका नेतागणहरू छ उहाँहरूलाई म यो भिडियो मार्फतद्वारा के भन्न चाहन्छु कि यसलाई पनि अलिकता संरक्षण गरिदिनु पर्यो होइन गोगा फुलको सब पिलरहरू पनि सब लगिसक्यो पिलरहरू के भन्छ त्यसमा जुन बमाहरू छ नि त्यो सब लगिसकेको छ त्यसलाई पनि अलिकता संरक्षण गरिदिनु पर्यो र रोड पनि होइन र
त्योभन्दा पनि हामीहरू किसानको लागि सिँचाइको एकदमै कमजोरी छ। न कुनै ट्रान्सफर्मर दिनुभएको छ, न कुनै सिँचाइको बोर्डिङ पनि दिनुभएको छैन। त्यो त्यता पनि ध्यान दिनुपर्ने अवस्था छ। हामी चाहिँ अहिले आइसकेछौँ। रोड हेरेर थाहा पाइसक्नुहुन्छ सायद सर्लाहीको यदि मानिसहरू छ भने। यहाँ चाहिँ हनुमानजी, जय बजरङ्गबली र यो जङ्गल। जङ्गलको बाटो जहिले पनि एकदम सफा र शान्त र सुन्दर पनि हुन्छ। हजुरहरूलाई थाहा छ, मलाई पनि थाहा छैन। कति शान्त वातावरण छैन एकदम। अब केही छिनमै हामी चाहिँ बैलबास पुग्नेछौँ र बैलबासमा म सायद रुकिँदैन होइन, किनकि हिजो पनि गएको थियो बैलबास न्यु इयरको दिन। आज के जानु, के रोक्नु आज होइन। आज चाहिँ रुकिँदैन। यस्तै रोडमा कस्तो रमाइलो लाग्छ साइकल चलाउन। ओके हाँ सचिन भैया बिल्लू यार देख लो लद्दाख का एक स्वभाव सरलाई टू लद्दाख पानी उनी भैया अभी बनिले भी मार्केट में देखो गिरता है एकदम। यहाँ चाहिँ हामी बैलबासमा आइसकेछौँ। यहाँ चाहिँ धेरै दिनपछिको साथीहरू होइन, ब्रदर मनिष ब्रो। ल ब्रो, केही हाम्रो भ्युवरहरूको लागि 2 शब्द भनिदिनु पर्यो। सोलो ट्राभल भइरहेछ। आज चाहिँ मार्केट होइन भनेपछि बजार छ। बजारमा अलिअलि जो चहल पहल देखिरहेछ। र हामी मेन चौकमा आइसकेछौँ। बैलबास बजार हिजो पनि आएको थियो र आज पनि। ल यस्तो छ बैलबास बजारको नजारा। हामी अब फेरि 2-4 महिनापछि हामी भेट हुनेछौँ त्यो बैलबास बजारमा होइन। ल यस्तो छ नजारा मोबाइल। हामीलाई जानु छ वीरगञ्ज र वीरगञ्ज यहाँदेखि गाइज 100 किलोमिटर छ। माथि बोर्डमा लेखेछ, तर त्यो बोर्डमा लेखेको त्यो 100% राइट हुँदैन है गाइज। म कतिचोटि यस्तो बोर्डमा लेखेको हेरेर होइन त्यो गुगल लोकेसनबाट गएको, तर बढी नै हुन्छ। हामी चाहिँ अब पूर्व पश्चिम हाइवेमा पुग्नेछौँ। अगाडि चाहिँ पूर्व पश्चिम हाइवे र यहाँदेखि ईश्वरपुर नगरपालिकाको सीमा समाप्त पनि हुन्छ। ईश्वरपुरको लास्ट इन्डिङ पोइन्ट सीमा समाप्त हुने ठाउँमा आइसक्यो। यो चाहिँ हाम्रो मेन हाइवे पूर्वदेखि पश्चिमको। हामी चाहिँ वीरगञ्जबाट निस्किने रहेछ। यहाँ चाहिँ ब्रदर भेटिसक्नु। हेलो ब्रदर, वेलकम छ मेरो भिडियोमा। ल के 2 शब्द भनिदिनु पऱ्यो यसो। सबले दाइलाई चाहिँ सपोर्ट देखाइदिनु होला। थारूको नाम फेरि रोशन गर्ने छ, नाम सर्लाहीको त ब्रान्ड बनाउने हो। अब दाइले पनि यहाँ चाहिँ हाम्रो साइकलबाट फर्स्ट नेपाली गइरहेछ वर्ल्डको सबभन्दा हाइएस्ट मोस्टेबल बाइपास रोड मिङ्लामा। अब त्यही सबजना लाइक कमेन्ट सेयर गरिदिनु पऱ्यो। हामीले कुनै स्क्यानर दिएर पैसा मागेको छैन। त्यही मेरो भिडियोमा लाइक कमेन्ट भयो भने यति पनि पुग्छ हामीलाई। ल अब यहाँदेखि हामी निस्किरहेछौँ। सिधा चक्कुरमा गएर बस्ने हो आज राति। ईश्वरपुर नगरपालिकाको सीमा समाप्त हुने भयो। हामी चाहिँ पूर्वदेखि पश्चिमको हाइवेमा जोइनिङ हुँदैछु। अब पुरा चाहिँ रोड बनिरहेछ होइन, खात्राङ खुद्रुङ भएको छ। अब यो खात्राङ खुद्रुङ बन्ने रोडमा हामीलाई आज चप्पुरसम्म पुग्नु पर्ने छ। त्यसमा पनि माथिदेखि गर्मी छैन, गर्मीमा साइकल चलाएर आएछु। लालबन्दी, हामी अहिले लालबन्दीमा आइसक्यो। लालबन्दीमा पनि भिडभाड छ आज बैलबास बजार हुनको कारणले। र हिजो चाहिँ न्यु इयर थियो, त्यस कारणले आज चाहिँ पुरा लालबन्दीमा भिडभाड छ। ल दिएको गाडी चैतमा त पुरा बवाल। चाहिँ हामी हरियाउनमा छौँ र हरियाउनमा पनि गाइस मौसम अलिअलि खराब हुन लागेको छ।
चाहिँ बागमतीमा आइसकेछौँ र बागमतीमा हिजो त एकदम भिडभाड थियो। ल यहाँ हेर्नु बागमती पुल। ल यहाँ अब यहाँदेखि हाम्रो सर्लाहीको सीमा समाप्त हुन्छ। सर्लाही के भन्छ र सर्लाहीको सीमा हाम्रो समाप्त हुन्छ यो बागमती पुलमा छु अहिले र यस्तो छ बवाल दृश्य नजारा। ल यस्तो छ बागमतीको नजारा। हामी फेरि रिटर्न आउने बेलामा जान्छौँ भरताल। कतिचोटि हामी यो बागमतीको पुलमा साइकलबाट आवत जावत गरिसक्यो तर कहिले पनि साइकलबाट भरताल गएको छैनौँ। रिटर्न आउने बेलामा हामी भरताल जान्छौँ। यस्तो छ बवाल। सर्लाहीबाट हामी रौथटमा इन्टर गरियो। गौर रौथटमा को हुनुहुन्छ कमेन्ट गरिदिनु होला हाम्रो भिडियो हेर्ने साथीहरू। र आजको डिस्टेन्स रहेको छ हामीले चपुर या त निजगढमा हामी बस्नेछौँ। ल रौथटमा हाम्रो साइकल अहिले चलिरहेछ समथिङ भनौँ न 1:15 बजेतिर हामी रौथटमा इन्टर गरेछौँ। चपुरको जङ्गलमा छौँ र जङ्गल पनि कति सुन्दर छ नेपालको। भन्छ नि हरियो वन नेपालको धन होइन। हामी चाहिँ पूर्व पश्चिम रोडमा हिँडिरहेछौँ र आज होइन हामी चाहिँ भोलि वीरगञ्ज पुग्नेछौँ भोलि र पर्सि चाहिँ हामी इन्डिया इन्टर गर्नेछौँ। हुन त म आज वीरगञ्ज पुग्नेछु। हुन त म यदि राम्रोसँग चलायो भने आजै वीरगञ्ज पुगिन्छ किनकि एक दिनमा 100 किलोमिटर म चलाइ नै हाल्छु। अब गर्मी छ त्यति रिस्क नलिऊ होइन। बिस्तारै बिस्तारै हामी हिँडिरहेछौँ। यो चपुरको जङ्गल हेरेपछि निजगढमा आज सायद बस्छु होला। चपुरमा आइपुगेछौँ र चपुरको सफा सुन्दर र एकदम शान्त वातावरण रोड हेर्न सक्नुहुन्छ। अब नास्ता केही खानु पर्यो होइन त्यसपछि हामी हिँड्छौँ। चाउमिन या केही खानु पर्यो। अन्त खाना कसरी छ? सादा खाना 150 रुपियाँ। के भन्छ दिनु नि त सादा खाना। चाहिँ चपुरमा अब खाना खाइरहेछौँ। यो 150 को खाना चाहियो होइन। अब कुन होटल छ? स्टाफ होटल जो कि लास्टमा यहाँदेखि चाहिँ निजगढको जङ्गल पर्छ लास्टमा छ। नेपालमा महँगो छ होइन तर इन्डियातिर सस्तो छ है। हामी भोलि नै इन्डिया इन्टर गर्छौँ। हामी चाहिँ खाना खायो। अब 3 बजिरहेछ। अब हामीलाई या त निजगढमा रोक्नुपर्छ या त सिमरामा। एउटा दाइ हुनुहुन्छ त्यो दाइले हामीलाई बस्नुको लागि व्यवस्था मिलाइराख्नु भएको छ। घाम पनि त्यतिकै नै छ। छेउमै रोड छ होइन। यहाँदेखि अब चाहिँ निजगढको जङ्गल स्टार्ट हुन्छ र यो जङ्गलमा धेरै किसिमका जीवजन्तुहरू जनावरहरू पाइन्छ गाइज। हामीलाई चाँडै नै यो जङ्गल पार गर्नुपर्छ र निजगढमा बिचमा होइन बिचमा एउटा दाइ हुनुहुन्छ जो कि रोक्नको लागि उहाँले व्यवस्था गरिदिनु भएको छ। तर हामी चाँडै पुग्यो भने हामी निजगढमा रोकिँदैनौँ। हामी सिधा निस्किन्छौँ सिमरामा र सिमरामा आज राति चाहिँ स्टे गर्छौँ। अब त्यही हो। अब कतिको स्पिडमा साइकल चल्छ त्यो मलाई थाहा भएन। अब घाम छ बिस्तारै बिस्तारै हिँडिरहेको छु। कतिखेर पुगिन्छ सिमरामा भयो पत्ता लागिरहेको छ। गर्मी छ। हाम्रो भाइ चाहिँ यहाँ कर्णालीबाट होइन कर्णाली टु लाडार
जाने हुन्छ। अनि हाम्रो निजगढमा आइपुगेको छ। यो हाम्रो निजगढ वार्ड नम्बर 8 बुद्धचौक हो र उहाँलाई चाहिँ म निजगढ राइडर्स क्लबबाट साथीहरू चाहिँ अब त्यति खबर पाएन, एक्कासी आउनुभएको छ भाइ। उहाँलाई चाहिँ म एक्लै भए पनि म स्वागत गर्दैछु निजगढ राइडर्स क्लबबाट। म निजगढ पछि पनि हो। तपाईँको यात्रा सफल होस्। साथसाथै हाम्रो बाटोमा जाने गर्दा उहाँ हाम्रा भाइलाई चाहिँ राइडर्सलाई सहयोग गर्दा पनि म हार्दिक अनुरोध गर्दैछु। थ्याङ्क यू सो मच निजगढ राइडर्स यति सपोर्ट र माया पाइरहेको छु। हामी अलरेडी चाहिँ लद्दाख चाहिँ घुमिसकेछौँ, जो कि मिङ्ला टप थियो 1924 फिट मात्र थियो र अहिले चाहिँ रिसेन्टली 2026मा मिङ्ला टप चाहिँ 19,400 फिट भएछ र नेपालको चाहिँ म पहिलो साइक्लिस्ट बन्न गइरहेको छु र यहाँ चाहिँ निजगढमा तयार बेच्नु भएछ सामानहरूमा चाहिँ धेरै धेरै धन्यवाद छ। थ्याङ्क यू सो मच निजगढ राइडर्स टिमलाई भन्न चाहन्छु। धन्यवाद। के छ बाबुहरूको नाम? ठिक छ ल, एकदम राम्रो। हजुर जान्छ छ, यहाँ पम्पहरू राखेको छु। हजुर भित्र कतिको कार्यक्रम? त्यो चाहिँ समथिङ 3.5 महिनाको जति छ। 3.5 महिना। हजुर भर्खर आजदेखि स्टार्ट गर्नुभएको छ। सब्सक्राइब हानिदिउँ न अङ्कललाई, सपोर्ट गरिदिउँ न है। 51,000 फलोवर्स छ। 51,000? सब्सक्राइब हानिदेऊ। म होइन सहयोग होइन। राम्रोसँग जानु ल। राम्रो जानु अङ्कल, तपाईँको यात्रा सफल होस्। त्यो यात्रा म भोलि सायद यता भेट्छु होला। म पनि 6 बजी चाहिँ पुगिसक्छु। हाम्रो कार्यक्रम छ कि आर्मीको। छ यहाँ फेसबुक युट्युब सब छ। ओके ल थ्याङ्क यू। ल गाइज हाम्रो चाहिँ निजगढ राइडर टिमबाट साथ र सपोर्ट माया पायो हामीले, यो एकदम राम्रो लाग्यो। र आजको डिस्टेन्स चाहिँ सिमरामा होइन, सिमरा पुग्नुपर्छ यहाँदेखि समथिङ भनौँ न 25 किलोमिटर छ। अब 25 किलोमिटर होइन, हामीलाई चलाउनु पर्छ साइकल। अझै 5 बजिसक्यो, कति बजेसम्म पुग्ने हो? अहिले चाहिँ हामी निजगढको जङ्गलमा छौँ, निजगढभन्दा अगाडि होइन दाइ? 13 किलोमिटर अगाडि पथलैया समथिङ यहाँदेखि 9 र 8 किलोमिटर समथिङ छ। हामी चाहिँ यहाँ दाइहरूसँग भेटभाट भएको छ। दाइ ल एकचोटि परिचय भनिदिनु पर्यो दाइहरूको। नमस्कार, मेरो नाम सुभाष चौधरी। हजुर। घर चाहिँ रौतहट, फतुवा, विजयपुर नगरपालिका, वार्ड नम्बर 7। दाइको नमस्ते, मेरो चाहिँ नवीन चौधरी, घर रौतहट, फतुवा, विजयपुर नगरपालिका, लक्ष्मीनिया। यता नमस्कार, मेरो नाम गणिलाल प्रसाद यादव। म पूर्व अर्थमन्त्री सुनिल कुमार यादवजीको सोच्ने छु। थ्याङ्क यू सो मच। दाइहरू चाहिँ रौतहटबाट हुनुहुन्छ र दाइहरू अगाडि नै चिनिसक्नु भएको छ, तर रोक्ने ठाउँ नपाएर यहाँ चाहिँ रोक्नु भएको छ र मलाई बोलाएर यसो चिया खाइरहेको छु। दाइहरू हाम्रो चाहिँ भिडियो हेर्दै हुनुहुन्थ्यो, सबै हेर्थ्यो, खेतमा जानुहुन्थ्यो, सब यात्राको सब मलाई थाहा छ। हामीलाई थाहा छ पहिलादेखि नै। हजुर साहबले साइकल पनि गिफ्ट गर्नु, मेरो साहबले चाहिँ मनोज पनि हामी धेरै पहिलाले गिफ्ट गर्नु जानुहुन्थ्यो। म खेत त्यो पनि म हेर्थेँ। इन्डियाको पहिला पनि तपाईँ टुर गर्नु भएको छ। हजुर 12 ज्योतिर्लिङ्गको यात्रा गरेको थिएँ। सबै हामी रोकिहाल्यो पनि, पक्का सचिनजी सुभाषजी रोक्नु पर्यो। अब चाहिँ हाम्रो यो चिया चाहिँ आइसकेको छ। चिया खाएर हाम्रो चाहिँ डेस्टिनेसन चाहिँ सिमराको छ। सिमरामा उहाँ दाइ पर्खिराख्नु भएको छ। सिमरामा गएर हामी पानीमा छैन? नाइट स्टे गर्नु पर्छ आज राति। ठिकै पर्छ ल ठिकै दाजु, ल थ्याङ्क यू सो मच। म धीरे निस्कछु। दाइहरू रौतहटबाट हुनुहुन्छ, हामीलाई केही फाइनेन्सियली सपोर्ट गरेर जानु भएर छ। थ्याङ्क यू सो मच भन्न चाहन्छु। र हामी चाहिँ सिमरा होइन, उहाँ चाहिँ कारबाट हुनुहुन्छ, जाँदै हुनुहुन्छ, केही फाइनेन्सियल सपोर्ट गरेर जानुभएको छ। थ्याङ्क यू सो मच भन्न चाहन्छु। हजुर हजुर साइकलमा इन्डिया
होइन सर्लाही गर्छ यहाँ सर्लाहीदेखि हामी लद्दाखको ट्राभल गरिरहेछौँ हजुर लद्दाख पुग्ने इन्डिया जम्मू कश्मीर कतिखेर पुग्ने कतिखेर पुग्ने 2-3 महिना लाग्छ 2-3 महिना हजुर ल हस् बिस्तारै हामीलाई बिस्तारै बिस्तारै हिँड्नुपर्छ हामीलाई सिमरा पुग्नुपर्छ अहिले चाहिँ हामी सिमरामा छौँ र दाइसँग जुन हाम्रो कुराकानी भइरहेको थियो सोसियल मिडियाबाट उहाँ चाहिँ भेटिसक्नु भएको छ अहिले चाहिँ हाम्रो एयरपोर्टतिर जब भिडियो बनाउँदाखेरि जले थिएन लाइट अहिले चाहिँ पुरै लाइट जलिसकेछ जति सोलरहरू छ सबै बढिरहेछ होइन के भने 1 सेकेन्डको हेरफेर थियो भिडियो बनाउन बेलामा जलेन र अहिले क्यामेरा बन्द गरिसकेपछि जल्यो र फेरि हामी भिडियो अन गरेछौँ क्यामेरा अन गरेर अब चाहिँ हामीलाई सिमरा जानुपर्छ तर डाउन छ यार साइकल भागिरहेछ होइन राति भए पनि तर जे होस् साइकल चाहिँ बिहान र यो टाइमको चलाउनमा राम्रो लाग्छ किनकि बेलुका टाइममा त घाम हुन्छ होइन घाममा साइकल चलाउन सकिँदैन र अहिले चाहिँ हेर्नु न बिना पाइटी लाने नै गइरहेछ साइकल तनादन ल दाइहरू अब चाहिँ रुमसुमको व्यवस्था गरेर जाँदै हुनुहुन्छ फेरि भोलि भेट्नु है ल ओके कल गरौँ ल हुन्छ थ्याङ्क यू फोन गरौँ ल थ्याङ्क यू भोलि भेट हुन्छ होइन हुन्छ ल राम्रोसँग बस्नु ओके सबै गुड नाइट हुन्छ है त सबै व्यवस्था भइसकेछ अहिलेको लागि है ल हुन्छ दाइ ल ल फाइनली गाइज हामी चाहिँ खानासाना खाएर आइसकेछौँ र आजको बसाइ चाहिँ हामी सिमरामा गरिरहेछौँ म अघिदेखि नै भिडियोमा भनिसकेको छु कि हाम्रो एउटा दाइ जुन कि चितवन राइडर ग्रुपबाट हुनुहुन्छ चितवन होइन निजगढ राइडर ग्रुपबाट हुनुहुन्छ बगै दाइले हाम्रो व्यवस्था गरिदिनु भएको छ सिमरामा र एयरपोर्टमै छु यहाँ देख्नुहुन्छ सिमराको नाइट वहाँ चाहिँ होटल चाहिँ कुन छ ल यस्तो छ सिमराको नाइट भ्यू हाम्रो रुम चाहिँ यो रहेको छ खानासाना खायो हामीले 9 बजे आएर होटलमा बसेछौँ रुम चाहिँ म देखाइदिरहेको छु ल हाम्रो रुम चाहिँ यस्तो छ होइन र यो रुमको जति बिल व्यवस्था गर्नुभएको छ उहाँ चाहिँ बगै दाइले गरिदिनु भएको छ रुमको व्यवस्था थ्याङ्क यू सो मच भन्न चाहन्छु र हामी चाहिँ भोलि इन्डियामा इन्टर गर्नेछौँ साइकलको अलिकता प्रब्लम छ त्यो प्रब्लम ठिक गरेर हामी भोलि चाहिँ इन्डियामा छिर्नेछौँ र थ्याङ्क यू सो मच यति माया र सपोर्ट पायो फर्स्ट डे भोलि चाहिँ हामी इन्डियामा छौँ इन्डियामा के कस्तो हुन्छ मलाई त्यो थाहा छैन तर धेरै धेरै धन्यवाद छ दाइहरूलाई यति माया सपोर्ट पायो आजको ब्लग चाहिँ यतिकै हामी चाहिँ भोलि इन्डियामा छिर्नेछौँ हस्त धन्यवाद जय नेपाल